सबैजनालाई आज चाहिँ म गोर्खाको लिची बगैँचा भिजिटमा जाँदैछु। मसँग टिमहरू छ, अरू साथीहरू हुनुहुन्छ, दिदी भाउजूहरू। अनि के हुन्छ कस्तो हुन्छ बगैँचा कस्तोसम्म तपाईहरु सबैलाई देखाउँदैछु। सबै कुरामा देखाउनेछु, बाटोमा यात्रामा हुने कुराहरू हेर्दै गर्नु होला। हामी चाहिँ गाडीमा जाँदैछौँ। गाडी चाहिँ यहाँ छ, गर्मी छ एकदमै धेरै। आइया हामी चाहिँ गाडीलाई स्टार्ट गर्नु पर्यो। तपाईहरुले हेर्न सक्नुहुन्छ मसँग गर्मी। साथीभाइहरू चाहिँ आउँदै हुनुहुन्छ। जान्छ ड्रागनको यहाँ पारिपट्टि त्यहाँ हेर्नु। मेरो मोबाइल हेरेर कहाँ देखिनु। फार्म गर्ने नै यस्तो हो नि, सस्तो हुन्छ, जग्गा सस्तो हुन्छ, पानीको समस्या हुन्न, अनि यहाँ विवाद आउँदैन यस्तो ठाउँमा। त्यहाँ रहेछ नि त मेवाको। देखेको छु अहिले त। त्यो अघि त त्यहाँनिर मैले त्यो उसले छेकेर नदेखेरै हो। नबोल्नु है यहाँ है। जिन्दगीमा अब आयो ल टिपेर खाऊ ल एउटा। ल टिप टिप यो हो क्या हामी जाने बगैँचा। यो हो क्या हामी जाने बगैँचा। हामी लिची बगैँचामा पुगेका छौँ। यहाँ लिची चाख्दै हुनुहुन्छ। यहाँ यति धेरै फलेछ लिची। बाटो अलि अलमल्ली चाहिँ म फेरि बाहिर निस्केको।